यो चाहिँ यहाँको है। अब यहाँ यस्तो छ। खुल्यो यहाँ चाहिँ है। अब यस्तो छ है, यहाँ तपाईँ देख्न सक्नुहुन्छ। हिजो चाहिँ आएको थिएँ म यहाँ लाइटै बाल्न नसकेर, लाइट बाल्न नसकेर म फर्केको। हिजो भिडियो बनाउँछु भनेको थिएँ तर भिडियो बनाउनु सकेन। अहिले चाहिँ लाइट अटोमेटिक यहाँ यस्तो छ, यहाँ आयो भनेपछि डाइरेक्टली लाइट अन हुन्छ होइन। यसो इन्ट्री भयो है। यस्तो दामी छ यो अगाडि चाहिँ, देख्न सक्नुहुन्छ। यहाँ घरहरू छ है। अनि त्यसपछि अब यो सुरुमा म देखाउँछु तपाईँहरूलाई हल देखाउँछु है त। यो चाहिँ हाम्रो हल हो है। हल चाहिँ यस्तो छ टक्क, यति क्लिन छ, यति यहाँ चाहिँ एकदम सफा गर्नुपर्छ। यो चाहिँ फोहोर गर्नु हुँदैन। सामानहरू सबै फर्निचरहरू चाहिँ एकदम न्यू न्यू मात्रै छ होइन। यहाँ लेखिदिएको छ। यो चाहिँ युएसिल भयो होइन। अनि थोसो एक भयो। यो खासमा चाहिँ यस्तो तरिकाले डिजाइन गरेको छ है। यति यति दामी छ डिजाइन यसको, मलाई एकदम मन पर्यो। यहाँको क्यामेरा सबै यता सिसी क्यामेरा पनि राखिदिएको छ। यता चाहिँ खेल्नको लागि चाहिँ है, अब यदि फ्यामिलीहरू आयो भने बच्चाहरू खेल्नको लागि चाहिँ दामी छ यो। यता चाहिँ बाहिरको सिन छ, यहाँ चाहिँ बाहिरको वातावरण हेर्नको लागि है। यहाँबाट बाहिर जान पनि मिल्छ। अनि यहाँ यस्तो छ है। अनि त्यसपछि चाहिँ अब यता कस्तो छ भनेपछि यो चाहिँ स्टडी रुम है। यहाँ चाहिँ पढ्नको लागि यहाँको लाइट चाहिँ बलेन। अब कहाँबाट बल्छ थाहा छैन। यहाँ फ्यान पनि राखिदिएको छ। अनि यता एसी पनि छ है। यता ब्रान्डा भयो। अनि यहाँ दराजहरू राखिदिएको छ। यो चाहिँ एउटा रुम चाहिँ यता छ है। घडीहरू अनि यसको लाइट यहाँ छ। यसको लाइट पनि बलेन। अब कताबाट बल्ने लाइट बल कहाँबाट दिनु थाहा छैन है। यस्तो छ। यताको एउटा रुम यो भयो है। यो टोइलेट बाथरुम भयो। टोइलेट बाथरुम पनि यस्तो सबै भातबाटाहरू राखिदिएको छ। अनि यता यस्तो छ। अनि यहाँको लाइट चाहिँ किन बलेन होइन। यस्तो देख्नुहुन्छ तपाईँहरू। यस्तो छ भातबाट टोइलेट। अनि सब न्यू छ एकदम है। एउटा रुम चाहिँ यो चाहिँ सिङ्गल रुम हो। पुरै सबै रुममा दराजहरू छ होइन। यो रुममा पनि दराज छ होइन। त्यहाँ दराज छ, उता ब्रान्डा भयो। अनि त्यसपछि चाहिँ अब म तपाईँहरूलाई देखाउँछु किचन हाम्रो है त। वेलकम आवर किचन। यस्तो छ किचन चाहिँ है। फ्यान राखिदिएको छ। किचनमा पनि एसी छ है। अनि त्यहाँबाट यहाँ चाहिँ राइस कुकर छ। अनि पानी तताउने मेसिन पनि छ है। हेर्नुहोस् अब थर्मसहरू सबै छ। कति एउटा दुईवटा तिनवटा चार पाँचवटा थर्मस छ है पानी खानको लागि। त्यसपछि कप छ चिया खानको लागि है। यस्तो छ टक्क सबै कुरा व्यवस्था गरिदिएको छ। अनि ग्यास चुलो यस्तो छ है। यहाँ चाहिँ अब के हो यस्तो छ। यति यति सिस्टम यति व्यवस्थित छ कि अब एकदम एकदम व्यवस्थित गरिदिएको छ। यहाँ चाहिँ सबै छ सामानहरू, ऱ्यापरहरू तपाईँहरू खानाहरू ऱ्याप गर्नको लागि। अनि यहाँ चाहिँ यस्तो छ होइन। यहाँ चाहिँ के छ सबै छ। पन्यु पनि छ, चिम्टीहरू पनि नयाँ सबै एकदम
यति अब सेवा सुविधाले राखिदिएको छ कम्पनीले राइस कुकरहरू हेर्नु यति ठुल्ठुलो राइस कुकर छ ल मेरोमा साथीहरू 8-10 जना आएर पनि मजाले मोमो पकाएर खानलाई मोमोको भाँडा पनि छ ठुलो थालहरू पनि छ थाल पनि एकदम नयाँ थालहरू छ है कोठे थाल अनि ठुलो राइस कुकर छ अब यसमा हामी 8-10 जनालाई यसमा पक्छ होला अनि यहाँ चाहिँ हामी सायद 4-5 जना बस्छ होला अनि यो मोमो पकाएर खानलाई पनि छँदैछ कहिले कस्तो मोमो बनाएर खाइन्छ हैन अनि हाम्रो डाइनिङ टेबल भयो अनि त्यसपछि गराहरू भयो यहाँ चाहिँ भाँडाकुँडा यति धेरै छ कि अब नेङ्बीहरू छ है नेङ्बी छ त्यसपछि यो छ ट्रेहरू कति छ कति ट्रेहरू है अनि यस्तो छ है म त यहाँ रेस्टुरेन्ट खोलेर बस्छु क्या जस्तो भइरहेछ यस्तो दामी छ छन्नीहरू केही कुराको कमी छैन केही किन्नु पर्ने छैन चक्कुहरू छँदैछ है सब चिज छ यहाँ अब भित्र राइस कुकर पनि प्रेसर कुकर पनि रहेछ ल नेपालबाट प्रेसर कुकर पनि ल्याउनु परेन ठुलो प्रेसर कुकर पनि छ दुईटा छ कुकर पनि अनि यहाँ यस्तो भयो यो चाहिँ अब यहाँ हेर्नुहोस् के छ कमी सबै चिज छ यहाँ अनि धन्य रेस्टुरेन्टलाई चाहिने सामान बराबरको छ यो चाहिँ है अनि म चाहिँ एकदम एक्साइटेड छु यता आउनलाई पानी तताउनको लागि एउटा यो छ एउटा त्यो भयो है दुईटा छ अनि एभ्रिथिङ केही छ किन्नु भने केही किन्नु पर्दैन कडराहरू सबै छ हैन त्यसपछि चम्मचहरू काँटाहरू हैन सबै छ केही किन्न पर्ने जरुरत छैन मसला हाल्ने भाँडाहरू पनि सबै छ मिक्सर पनि छँदैछ यहाँ सानो मिक्सर छ मसँग पनि मिक्सर छ राइस कुकर पनि छ छन त त्यही पनि अब काम लाग्छ यिनीहरू चाहिँ अनि त्यसपछि यता फ्रिज है यो हाम्रो फ्रिज हो यो चाहिँ यस्तो छ फ्रिज देख्नुहुन्छ फ्रिज यति ठुलो छ फ्रिज फ्रिज भयो फ्रिज पनि दुईटा छ फेरि अब दर हामी एउटा मात्रै चलाउँछौँ बिजुलीको बिल धेरै आउँछ फेरि हैन एउटा फ्रिज यता छ एउटा त्यहाँ छ दुईटा छ फ्रिज चाहिँ खिम्ची बनाएर राख्नलाई हो यो भाँडाहरू चाहिँ खिम्ची पकाएर राख्नलाई यस्तो छ यो ठुलो भयो अनि यहाँ तल पनि छ दुईटा छ यो चाहिँ हुन्छ यो चाहिँ यो हाम्रो सुरेगी फाल्नलाई हो यो चाहिँ त्यसपछि यता यहाँ पनि छ भाँडाहरू कसैलाई अब साथीभाइहरू कसैलाई चाहिँ अब ठुलो भाँडाहरू चाहिन्छ भने भन्नु होला मसँग छ यहाँबाट चाहिँ अब यो दिन मिल्छ है भाँडाहरू हाम्रो माथि फ्लाइटमा बस्ने साथीहरूलाई नि यहाँबाट लैजानु भनेको छ यो चाहिँ माइक्रोओभन हो है कहिले कसो पिज्जा सिजा अर्डर गरेर खानलाई अनि यो चाहिँ वासिङ मेसिन है हाम्रो सेताकी अब चलाउन पाउँछ कि नै थाहा छैन मैले यस्तै वासिङ मेसिन चाहिँ पहिलोचोटि हो चलाएको छैन है अनि यस्तो छ यो चाहिँ यस्तो खालको छ है यो चाहिँ तल चाहिँ धुने हो माथि चाहिँ सुकाउने हो यहाँ चाहिँ सुकाउने हो यो चाहिँ त्यही हो त्यस्तै जस्तो लाग्छ है मलाई चाहिँ यहाँ दुईटै वासिङ मेसिन हो कि के हो थाहा छैन होइन माथि चाहिँ सुकाउने नै रहेछ होइन संजोगी रहेछ माथि संजोगी हो के हो यहाँ चाहिँ यो चाहिँ फायर आगो लाग्यो भने चिन्ने भयो भने है यता अरू वाइपरहरू छ सफा गर्नको लागि सबै चाहिँ यति क्लिन छ यति राम्रो छ एकदम मन पर्यो फ्ल्याट चाहिँ मलाई है अहिले यस्तो छ जस्तो अहिले छ त्यस्तै त्यतिकै नै चलाउन सक्नुपर्छ हामीले मेन्टेन गरेर यसलाई यता चाहिँ बस्नुलाई यो चाहिँ मेरो रुम हो है
एसी भयो हैन फ्यान पनि छ एसी पनि छ यस्तो एकदम दामी छ अनि यहाँ चाहिँ मेरो रुम हो मेरो रुम चाहिँ यही हो मेरो रुमको पर्दा छ यो पर्दा पनि राखिदिएको छ यस्तो छ यहाँ कस्तो हो खुल्न पनि आउँदैन हो यो त सुहागी गीत ए उता हानेपछि यता आउँदो रहेछ यस्तो हानेपछि खुल्दो रहेछ अनि यता पनि फायर पनि राखिदिएको छ यो चाहिँ बाहिरको यहाँबाट मेरोबाट देखिने बाहिरको सिन हो यो चाहिँ पानी परिरहेको छ बाहिर चाहिँ आज ऐना पनि छ अनि यता चाहिँ यो चाहिँ अब हात मुख धुनको लागि हो है अनि दरवाजाहरू छ सबै रुममा दरवाजाहरू छ यसरी हानेपछि खुल्छ दरवाजा है एउटा त्यहाँ रहेछ एउटा चाहिँ यहाँ छ है अब यहाँ चाहिँ एउटा दरवाजा चाहिँ यहाँ चाहिँ यहाँ यो रुममा बस्नेको लागि हो दरवाजा चाहिँ है अनि त्यसपछि यता के छ त ए यता चाहिँ खेल्नको लागि खेल्नको लागि चाहिँ धेरै स्पेस छ कि यहाँ चाहिँ एकदम ठुलो स्पेस छ है भिडियो पनि लामो भयो जस्तो छ मेरो यो प्रडक्टको अनि यहाँ पनि छ टोयलेट बाथरुम एउटा है दुईटा छ टोयलेट बाथरुम एउटा उता यता चाहिँ अब हामी यता युज गर्ने लागि यो भयो के अरे अनि उता युज गर्नको लागि उता भयो लक हुन्छ यहाँ चाहिँ यस्तो छ लक ढोकाहरूको लक चाहिँ घडी प्रत्येक रुममा घडी छ यस्तो व्यवस्थित गरिदिएको छ एकदम राम्रो छ अफर चाहिँ लाइट चाहिँ सबै बल्नु पर्ने तर किन भयो अहिले चाहिँ सबै कोठाको भयो लाइट अघि चाहिँ सबै कोठाको नबलेर टोयलेट बाथरुम पनि भयो अहिले हेलो गाइजहरु टक्क बाथबाट चाहिँ नुहाउनुलाई टक्क यहाँ मजाले सुतेर नुहाउनु मिल्छ यहाँ चाहिँ कस्तो छ यस्तै क्लिन राख्नुपर्छ हामीले चाहिँ है यो कोठा ठिकै छ जुत्ता चप्पल राख्नको लागि हो चाहिँ प्रत्येक रुममा दरवाजा सुरु गया फोरालाई कस्तो लाग्यो मेरो भिडियो हेरेर प्रतिक्रिया दिनु होला सबैजनाले है त मेरो युट्युब च्यानल
@नवीन ब्लगर 2016 छ है। एउटा अब यहाँ क्लिन गरेको छ, सबै क्लिन गर्नुपर्ने चाहिँ केही पनि छैन एकदम। म चाहिँ यतै नै बस्नु पर्ला जस्तो लागिरहेको छ आफ्नो लागि चाहिँ। यता पनि रहेछ दराज, कपडाहरू सब यता राख्दा हुँदो रहेछ आफ्नो लागि। सबै दराज हो यो चाहिँ। जुत्ताहरू राख्नको लागि अनि यिनीहरूको भयो। अब सबैलाई भन्नुभएछ अहिले। क्या सिस्टम छ है, यो चाहिँ के हो फेरि? यहाँको चाहिँ प्रत्येक रुम पनि तताउनलाई प्रत्येक रुममा छ आफ्नो। टिभी पनि यति ठुलो राखिदिएको छ। भिडियो चाहिँ धेरै लामो भएको छ है, सबैले हेरेर प्रतिक्रिया दिनु होला। अनि कसको छ यस्तो अपार्ट कोरियामा भन्नु होला। पर्सनल होइन है, पर्सनल त धेरैजनाको हो, तर अब कम्पनीले दिएको चाहिँ हाम्रो बिजुलीको बिल चाहिँ धेरै आउँछ होला यहाँ। अटो खोज्दो रहेछ यहाँबाट चाहिँ। यो भएपछि चाहिँ सबै भागमा हुँदो रहेछ, त्यस्तो रहेछ। यताको चाहिँ भन्नु भने होइन। यस्तो छ। अटो खोल्छ यहाँ चाहिँ। बाहिर चाहिँ ठुलो पानी परेको छ, आज चाहिँ झरी नै लागेको छ। यस्तो छ। अब काम पनि ठिकै छ कोरियाको। अब अहिलेको कम्पनीको काम चाहिँ राम्रो छ।
इलेक्ट्रोनिक हो हैन त्यो लाइटहरू जोड्ने काम गर्छु अहिले मैले बसाइ पनि राम्रो गरिदिएको छ जस बस्नको व्यवस्था यतिकै राम्रो भएको कमै पाइन्छ म यत्रो वर्ष बसेँ कोरियामा तर यतिको बसाइ व्यवस्थित भएको चाहिँ पाएको थिएन फर्स्ट टाइम हो अनि त्यो पनि कम्पनीको तर्फबाट फेरि कम्पनीले नै उपलब्ध गराइदिएको हो कम्पनीले नै दिन्छ पैसा चाहिँ है यसको यहाँ ग्यास पानी बत्ती बिजुलीको 50,000 सम्मको बिल चाहिँ कम्पनीले तिर्छ अनि 1.5 लाखसम्म ग्यासको बिल पनि कम्पनीले तिर्छ अनि त्यहाँभन्दा बढी आएको चाहिँ अब हामीले हो त्यो पनि ठिक छ त्यति 50,000 भन्दा त धेरै आउँदैन बिजुलीको बिल अनि ग्यासको बिल पनि 1.5 लाख कोरियन हो है कोरियन 1.5 लाख भन्दा धेरै आएको चाहिँ देखेको छैन अहिलेसम्म यो चाहिँ बाहिरी महँगो यता चाहिँ हाम्रो यस्तो छ यहाँको हाम्रो टाउन चाहिँ यो पहाड है त गाइजहरू